हेलो है अहिले चाहिँ म यहाँ वीर हस्पिटल छेउमा छु होइन हाम्रो स्टोरको छेउमा यहाँबाट चाहिँ अब हामी गाडी झिक्नको लागि जानु आँटेको भाइहरू छन् पछाडि होइन हेलो हेलो गाइज अब गाडी लिँदैछु कुन गाडी हो भन्ने चाहिँ म तपाईँहरूलाई वहीँ गएर देखाउँछु होइन प्लिज हेरिदिनु होला हामी दरबारमा पुगिसकेको छौँ होइन एकदम एक्साइटमेन्ट लेभल बढिरहेछ यहाँ हामीलाई जोस् त्यहाँसम्म पुऱ्याउन चाहिँ दाइ हुनुहुन्छ होइन एकदम मजाले हाँसिराख्नु भएको छ अब हामी लगभग पुग्न 1-2 मिनटभन्दा बेसी लाग्दैन होला होइन यो चाहिँ दरबारमा आएको तपाईँहरूले देखिहाल्नुभयो अगाडि राजदरबार छ होइन अब यहाँबाट हामी राइट टर्न लिएर चाहिँ लगभग 1-2 मिनटमा पुगिहाल्छौँ एकदम सबैजना एक्साइटेड छौँ होइन मजा हुनेवाला छ हामी चाहिँ अब बिआइडी स्टोरमा आइपुगिसकेको छौँ अब त थाहा पाइहाल्नुभयो होला हामीले कुन लिने हो भनेर होइन अब यहाँबाट हामी टक्क भित्र छिर्छौँ के कसो रहेछ टक्क पारेर दामी तरिकाले गाडी हेर्छौँ गाडीमा बस्छौँ मजा लिन्छौँ अनि त्यस पछाडि बिस्तारै गाडी पनि लिएर जान्छौँ अरू अगाडि पनि के हुन्छ मजाले हेर्दै गर्नु होला है त ल अब हामी जस गाडी लिनलाई चाहिँ डकुमेन्टहरू बनाउँदैछौँ होइन यहाँ अगाडि हाम्रो निरञ्जन सर हुनुहुन्छ मिठो मुस्कान दिनुभयो होइन अनि यता केटाहरू छन् अब टक्क पारेर चाहिँ हाम्रो यो डकुमेन्ट बनिसक्छ अनि बिलिङ सिलिङ भएपछि चाहिँ हामी टक्क गाडी लिएर निस्किने हो सर अर्को पनि गाडी बेच्नलाई पुरा डिल हान्दै हुनुहुन्छ मिठो मुस्कान दिँदै नक्सा लाउनु भने चाहिँ पुरा निरञ्जन सरलाई भेट्नु होला उहाँ चाहिँ लगभग यहाँको यसो त्यहाँ बोर्डमा हेर्दा पनि टप जियोस् यहाँको सेल गर्ने युनिटको चाहिँ टप गर्ने नै हुनुहुँदो रहेछ त्यसले गर्दाखेरि डिल गर्न तपाईँहरूलाई सजिलो पनि हुन्छ है उहाँ चाहिँ हाम्रो ड्राइभर